ओके, वेलकम ब्याक टु आवर युट्युब च्यानल। हामी पनि फेरि यस युट्युब च्यानलमा हामी यहाँ स्वागत भइसकेको छौँ। सबैलाई सर्वप्रथम म सबैलाई नमस्कार अथवा स्वागत भन्न चाहन्छु। ओके, आज हाम्रो यसमा चाहिँ धेरैभन्दा धेरै बच्चाहरूको आएको के आइरहेको छ भने फाइनल इक्जाम आइराखेको छ हो कि होइन। त फाइनल इक्जाममा धेरैभन्दा धेरै बच्चाहरू के हुन्छन् भने आँट्टे हुन्छन् कि आँटिराखेको हुन्छन् कि हामीले अब धेरै च्याप्टर छ, हामीले धेरै पढ्नु छ हो कि होइन, कि हामीले अब यसलाई कसरी आफ्नो सिलेबसलाई हामीले कसरी सबै सिलेबसलाई हामीले कसरी कभर गर्ने भनेर आज हजुरहरूकोमा यहाँ चाहिँ केही टिप्स दिएको छु कि हामीले कसरी आफ्नो सिलेबसलाई हामीले कसरी सबैले रिकभर गर्न सक्छौँ भनेर है। त हाम्रो यहाँ चाहिँ के रहेको छ भने फर्स्टमा स्टडी लेस बट इफेक्टिभ। अब हाम्रो पोइन्ट नम्बर 1 मा चाहिँ के छ भने हामीले के गर्ने, हामीले थोरै पढ्यो तर हाम्रो के त्यो चाहिँ हाम्रो के हुनु पऱ्यो, प्रभावकारी हुनु पऱ्यो, इफेक्टिभ हुनु पऱ्यो। के बुझ्नुभयो कि भने हजुरले, हामीले थोरै पढ्ने तर हामीले के पढ्ने, इफेक्टिभ पढ्ने हो कि होइन। जस्तै हाम्रो यहाँ के हुन्छ भने हामीले पछिल्लो इक्जाममा दिएको पेपर हेर्ने हो कि होइन। त तिमीहरूले त्यसमा चाहिँ के गर्ने भने एउटा पेपर हेर्ने, पेपर हेरेपछि तिमीहरूले के गर्ने भने चाहिँ सेड्युल निकाल्ने के सेड्युल, कि कुन च्याप्टरबाट हाम्रो चाहिँ इम्पोर्टेन्ट क्वेसनहरू आएको छन्। अनि हामीले चाहिँ के गर्ने भने त्यो च्याप्टरमा के गर्ने, अलिकति बढी फोकस दिने। बुझ्नुभयो कि भने हजुरले। त हाम्रो पोइन्ट नम्बर 1 ले चाहिँ के भन्छ भने थोरै पढ्ने तर हामीले के पढ्ने चाहिँ इम्पोर्टेन्ट मात्रै पढ्ने। बुझ्नुभयो कि भने हजुरले। त कोही बच्चाहरू के हुन्छन् भने त्यस्तै तिमीहरूको साथीहरू के हुन्छन् भने तिनीहरू सबै आफ्नो सिलेबस सकाइसकेको हुन्छन्, तिनीहरू रिभिजन गरेको हुन्छन् हो किन। तर कोही विद्यार्थीहरू के हुन्छन् भने आज गर्छु भोलि गर्छु भने तिनीहरू के गरेको, तिनीहरूको सिलेबस सकेको हुँदैन हो कि होइन। त्यसैले तिमीहरूले म जहिले पनि के भन्छु भने कुनै पनि काम गर्ने बेला तिमीहरूले के गर्ने, आफ्नो काम आज नै सकाइदिनुपर्छ। बुझ्नुभयो कि भने हजुरले। हामीले कहिले पनि भन्नु हुँदैन कि आज होइन हामी भोलि गर्छौँ, भोलि होइन हामी पर्सि गर्छौँ भनेर कहिले पनि त्यसलाई आफ्नो के भन्छ कामलाई के गर्नु हुँदैन, निरन्तर दिनु हुँदैन। बुझ्नुभयो कि भने हजुरले। जुन काम हजुरले गर्नुपर्ने छ त्यो चाहिँ तिमीले के गर्नुपर्छ, आफै आजै अथवा त्यही टाइममै गर्न सक्नुपर्छ हो कि होइन। त हाम्रो पोइन्ट नम्बर 1 चाहिँ के भन्छ, पढ्न त पढ्ने तर हामीले के पढ्ने, ठिक्कको मात्रामा पढ्ने तर हामीले के गर्ने त्यसमा चाहिँ इफेक्टिभ भन्नाले लङ टर्मसम्म जुन चाहिँ हामीले के हुन्छ भने लामो समयसम्म त्यसले के हुनुपर्छ, तिमीहरूलाई प्रभाव हुनुपर्छ, इफेक्टिभ हुनुपर्छ, राम्रो हुनुपर्छ हो कि होइन। अब त्यसै गरी पोइन्ट नम्बर 2 मा हाम्रो के भनेको छ भने मार्क इम्पोर्टेन्ट वर्ड्स। यसमा अब हाम्रो यहाँ के भनेको छ भने मार्क इम्पोर्टेन्ट वर्ड्स भनेपछि हाम्रो यसको मतलब के हो भने हामीले जुन हामीलाई डाउट लाग्छ कि हाम्रो यो चाहिँ इम्पोर्टेन्ट रहेको छ, यो चाहिँ महत्त्वपूर्ण रहेको छ भने त्यो वर्डलाई हामीले के गर्ने हो, मार्क गर्ने हो अथवा अन्डरलाइन गर्दा पनि हुन्छ हजुरहरूले। त यसमा चाहिँ हाम्रो के हुन्छ भने तपाईँहरूले जब तपाईँहरू कुनै पनि च्याप्टर पढ्दाखेरि तपाईँहरूले अन्डरलाइन गर्यो भने यसको अन्डरलाइन गरेको मिनिङ चाहिँ के जनाउँछ भने हामीले यो शब्द गरेपछि हामीलाई के कस्तो प्रभाव पार्छ भनेर भन्ने गर्छ। बुझ्नुभयो कि हुन। जस्तै तपाईँहरूले एउटा इङ्ग्लिसको समरी पढ्नुभयो हो कि होइन। त्यसलाई चाहिँ म त के भन्छु भने कुनै पनि समरीलाई 3 टाइम्स पढ्ने। कति टाइम्स पढ्ने हामीले, 3 टाइम्स पढ्ने। यदि हामीले 3 टाइम्स पढ्यो भने हामीलाई के हुन्छ भने यदि तपाईँहरू सुरुमा पढ्नुभयो, सरस्वती पढ्नुभयो, हजुरले के पनि बुझ्नु भएन हो कि होइन। जब तपाईँहरूले नेक्स्ट टाइम पढेपछि तपाईँहरूले पक्कै न केही न केही त बुझ्नुहुन्छ हो कि होइन, कि हामीले अरे म त यो कुरा त बुझ्न सकेन हो कि होइन। तपाईँ त्यसपछि तपाईँ चाहिँ के गर्न सक्नुहुन्छ भने अन्डरलाइन गर्न सक्नुहुन्छ अथवा मार्किङ गर्न सक्नुहुन्छ। त हाम्रो त्यो मार्किङ गरेको चाहिँ के भन्छ भने कि हामीले मैले चाहिँ यहाँ चाहिँ कन्फ्युजन भएको भए हो कि होइन। त मैले यसको चाहिँ कसरी अब हामीले यसको चाहिँ प्रब्लम सोल्युसन गर्ने हो कि होइन। त्यसैले तिमीहरूलाई म के भन्छु भने मार्क गर्ने गरे क्या जहिले पनि तपाईँहरूले इङ्ग्लिसको होस्, नेपालीको होस्, साइन्सको होस्, जुन पनि सब्जेक्टको होस्, यदि तपाईँहरूलाई डाउट लाग्यो भने तपाईँहरूले के गर्न सक्नुहुन्छ, मार्किङ गर्न सक्नुहुन्छ हो कि होइन। त यहाँ हाम्रो पोइन्ट नम्बर 2 मा हाम्रो के भनेको छ भने मार्क इम्पोर्टेन्ट वर्ड्स ओर सेन्टेन्सेस। तपाईँहरूलाई कुनै शब्दमा तपाईँहरूलाई डाउट लाग्यो, कन्फ्युजन लाग्यो हो कि होइन, त्यस खण्डमा तपाईँहरूले के गर्न सक्नुहुन्छ भने मार्क गर्न सक्नुहुन्छ हो कि होइन। मार्क गर्यो भने हाम्रो के राम्रो बानी बस्छ भने तपाईँहरूले नजानेको कुराहरूलाई मार्किङ गर्नुभयो भने तपाईँहरूको दिमागमा त्यो क्वेसन देख्ने बित्तिकै तपाईँहरूलाई के याद आउँछ भने अरे यो क्वेसनबाट हामीले यसरी गर्नुपर्छ, यो क्वेसनबाट हामीले यो मेथड गर्नुपर्छ भन्दा हामीले के हुन्छ, कन्सेप्ट आउँछ हो कि होइन।
अब त्यसै गरी नेक्स्ट पोइन्टमा हजुर हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ हाम्रो यहाँ के भनेको छ भने मेक द डेडलाइन। हाम्रो यहाँ के भनेको छ, मेक द डेडलाइन। म तपाईँहरूलाई कहिले पनि भन्दैन कि हजुरहरू 12 घन्टा पढ्नुहोस्, 8 घन्टा पढ्नुहोस्, 9 घन्टा पढ्नुहोस्, म हजुरहरूले कहिले पनि भन्दैन, बुझ्नुभयो कि भएन। तपाईँहरूले म जहिले पनि के भन्ने गर्छु भने आफ्नो एउटा पढ्ने रुटिन बनाउनुहोस् के। जस्तै तपाईँहरूले फर्स्ट डेमा 1 देखि 2 आवर पढ्नुभयो हो कि होइन, त तपाईँहरूले स्टार्टिङ गर्ने बेला कति गर्नुहोस् भने सुरुमा तपाईँहरूले सक्नुहुन्न भने 1 घन्टा 2 घन्टा या 3 घन्टा पढ्नुहोस् के। म तपाईँहरूले भन्दैन कि तपाईँहरूले स्टार्टिङ दिनमै तपाईँहरूले 9 घन्टा पढ्नुहोस्, 10 घन्टा पढ्नुहोस् भनेर म हजुरहरूलाई कहिले पनि भन्दैन। तपाईँहरूले के गर्नुहोस् भने मेक अ डेडलाइन। दिस इज फर स्टुडेन्ट्स, जुन हाम्रो बच्चाहरू छन् कि हाम्रो यो फाइनल इक्जाम आइराखेको छ हो कि होइन, हामीले कसरी तयारी गर्ने, तिनीहरूको लागि के हुन्छ केही टिप्सहरू रहेको छ कि हामीले कसरी आफ्नो सिलेबसलाई कसैको रिकभर गर्ने भनेर यहाँ चाहिँ तपाईँहरूको लागि मैले के गरेको छु, चाहिँ केही टिप्स दिएको छु हो कि होइन। त यसमा हाम्रो के हुन्छ भने मेक डेडलाइन। हामीले जब डेडलाइन बनायो भने हाम्रो के हुन्छ कि हामीले योदेखि यो समयमा हामीले यो सब्जेक्ट पढ्ने, जस्तै तपाईँहरूले 11 देखि 12 बजीसम्म के पढ्ने, इङ्ग्लिस पढ्ने। तिमीहरूले के गर्नुहोस् भने एउटा डेडलाइन बनाउनुहोस् कि हामीले कि 80 घन्टाभित्र अथवा 80 देखि 80 घन्टासम्म हामीले के पढ्ने, यो सब्जेक्ट पढ्ने सेड्युल भनेको आफ्नो सेड्युल। जबसम्म तपाईँहरूले आफ्नो सेड्युल बनाउँछ तबसम्म जुन हजुरहरूले आफ्नो रिकभर गर्न सक्नुहुन्न हो कि होइन। त्यसैले म तपाईँहरूलाई के भन्छु भने दिस इज भेरी इम्पोर्टेन्ट। जुन हाम्रो थर्ड पोइन्ट छ न, यो थर्ड पोइन्ट चाहिँ हाम्रो लागि के छ, सबभन्दा धेरै महत्त्वपूर्ण रहेको छ। किनभने हाम्रो यसमा चाहिँ के हुन्छ भने तपाईँहरू के हुन्छ, रिडिङ क्यापेसिटी पनि बढ्छ हो कि होइन। तपाईँहरूले 80 देखि 80सम्म तपाईँको पढ्नुभयो भने तपाईँहरूलाई के हुन्छ, पढ्ने बानी बस्छ हो कि होइन। अब त्यसै गरी नेक्स्ट पोइन्टमा चाहिँ के रहेको छ भने डोन्ट वेस्ट टाइम अन मेकिङ नोट्स। कोही बच्चाहरू के हुन्छन्, अथवा आई हेभ सिन मेनी स्टुडेन्ट्स, मैले धेरै बच्चाहरूले के देखेको छु भने तिनीहरूले के गर्छन्, राम्रो ह्यान्डराइटिङ बनाउँछन् कि तिनीहरूले राम्रो ह्यान्डराइटिङमा बनाएको बेखत तिनीहरूले के गर्छन्, आफ्नो टाइमलाई वेस्ट गर्छन् हो कि होइन। त्यसैले म तपाईँहरूलाई के भन्छु भने नोट बनाउनुहोस्। मैले के भन्छु भने नोट नबनाउनुहोस्, म तपाईँहरूलाई भन्दैन कहिले पनि हो कि होइन। नोट बनाउनुहोस् हजुरले, तर त्यो नोटमा तपाईँहरूले कस्तो लेख्नु पर्यो भने जुन चाहिँ तपाईँहरूले मात्रै बुझ्ने खाले लेख्नुपर्छ, बुझ्नुभयो कि भएन। त हजुरहरूले इक्जाम्पल पनि लेख्न सक्नुहुन्छ। जुन मान्छे टपर हुन्छ, टपर हुने मान्छेको नोट कहिले पनि तपाईँहरूले क्लियर देख्नुहुन्न, बुझ्ने खाले लेख्नुहुन्न। थाहा छ छैन, हजुरहरूले यो चाहिँ माइन्ड राख्नुहोला। जुन मान्छे अथवा जुन केटा अथवा केटी टपर हुन्छ नि, त्यसको चाहिँ तपाईँहरूले के देख्नुहुन्छ, जहिले पनि तपाईँले के देख्नुहुन्छ, त्यो चाहिँ किरमिरी यसो देख्नुहुन्छ कि, बुझ्नुभयो कि भएन। त्यसैले म तपाईँहरूलाई के भन्छु भने डोन्ट वेस्ट टाइम अन योर मेकिङ नोट। तपाईँले आफ्नो मेकिङ नोट बनाउनको लागि के गर्नु भने आफ्नो समयलाई खेर नफाल्नुहोस्। त तपाईँहरूले कस्तो नोट बनाउनुहोस् भने जुन चाहिँ तपाईँहरूले मात्रै बुझ्न सक्ने खाले तपाईँहरूले के बनाउने भने यसमा चाहिँ नोट बनाउने गर्नुहोस्, बुझ्नुभयो कि भएन। अब आयो तेस्रो चौथो कुरा, जुन चाहिँ 5मा छ। जुन चाहिँ 5मा तपाईँहरूले यो कुरालाई तपाईँहरूले आफ्नो व्यवहारमा उतार्न सक्नुभयो भने जो तपाईँको के हुन्छ धेरै रेकर्डमा पोजिटिभ अथवा राम्रो सकारात्मक असर पार्ने जस्तो। यसमा चाहिँ हाम्रो चाहिँ पोइन्ट नम्बर 5मा चाहिँ के भनेको छ भने सेल्फ कन्फिडेन्स अथवा सेल्फ ट्रस्ट हो कि होइन। जबसम्म मान्छेमा आफूमा सेल्फ रेस्पेक्ट हुँदैन अथवा सेल्फ ट्रस्ट हुँदैन, सेल्फ विश्वास हुँदैन नि तबसम्म मान्छेमा के हुन्छ, त्यो के हुन्छ, ढुकझुकी हुन्छ हो कि होइन। अब जस्तै बच्चाहरूलाई हेर्न सक्नुहुन्छ है कि छैन। आजकलको बच्चाहरू के गर्छन् भने एउटा फाइनल इक्जाम आयो हो कि होइन, तिनीहरू के गर्छन् भने नोट फटाफट पढ्छन् र के तिनीहरू के हुन्छन्, बढी मात्रामा तिनीहरू के गर्छन् भने रिकभर गर्न सक्दैनन् हो कि होइन। र सबभन्दा पहिला आफूमा के हुनु पऱ्यो कि कन्फिडेन्स हुनु पऱ्यो कि मैले यो काम गर्न सक्छु, मैले 80 देखि 3को भित्र किनसम्म मैले यो कभर गर्न सक्छु भनेर तपाईँको जबसम्म तपाईँहरूमा आँट आउँदैन नि तबसम्म के हुन्छ, तपाईँहरूलाई यो चाहिँ अरूले कुनै पनि काम गर्न सक्नुहुन्न। र सबभन्दा पहिला म तपाईँहरूलाई के भन्छु भने आफूमा सेल्फ कन्फिडेन्स हुनु पऱ्यो, आफूमा के हुनु पऱ्यो, सेल्फ ट्रस्ट हुनु पऱ्यो, बुझ्नु कि भयो कि भएन। जबसम्म तपाईँहरूकोमा आफ्नोमा सेल्फ ट्रस्ट हुँदैन, सेल्फ कन्फिडेन्स हुँदैन, तबसम्म तपाईँहरू कुनै पनि काम गर्न सक्नुहुन्न। सो आई से मेनी टाइम्स इच एन्ड एभ्री पर्सन टु डु अ सेल्फ ट्रस्ट, सेल्फ कन्फिडेन्स,
तपाईको सेल्फ कन्फिडेन्स अथवा सेल्फ रेस्पेक्टमा के गर्छ भने तपाईहरुले उत्साहित गर्छ र तपाईहरु के गर्छ इट क्रिएट्स योर अन योर माइन्ड कन्फिडेन्स। उसले चाहिँ के गर्छ भने तपाईको मानसिक अवस्थामा के गर्छ भने तपाईहरुलाई के गर्छ कन्फिडेन्स क्रिएट गर्छ अथवा म यो काम गर्न सक्छु भने तपाईहरुलाई कन्फिडेन्स आउँछ। फर एक्जाम्पल हजुरहरु हेर्नुस् त जुन तपाईको कोको कोलामा भएको जुन ओनर छ कि छैन ओनर त्यसको के थियो फर्स्टमा के थियो भने 1 वर्षमा उसको सिर्फ 5 वटा मात्रै कोको कोला बिकेको थियो। बुझ्नुभयो कि भएन। जब त्यसपछि उसको मनमा चाहिँ के आयो भने उसको मनभित्र चाहिँ के आयो भने म यो गर्न सक्छु, म चाहिँ गरेर नै छाड्छु, गर्न सक्छु। जबसम्म उसको मनमा ट्रस्ट आउँदैन नि आए थिएन तबसम्म चाहिँ के गर्न सकेन। जब उसको मनमा ट्रस्ट आयो अब हेर्न सक्नुहुन्छ हजुरले चाहिँ सबभन्दा बढी मार्केट क्षेत्रमा हजुरले के सक्नुहुन्छ आजकल बढी के क्षेत्र चाहिँ बढीको क्षेत्र रहेको छ कोको कोलाको चर्चा रहेको छ कि छैन। तर यस कुराबाट तपाईले के सिक्नुहुन्छ भने जबसम्म तपाईको उसमा मन भित्रदेखि आफूमा ट्रस्ट आउँदैन अथवा कन्फिडेन्स आउँदैन तबसम्म हजुरहरूले पनि केही गर्न सक्नुहुन्न। त्यसैले म तपाईहरुलाई के भन्छु भने सबभन्दा पहिला आफूमा ट्रस्ट हुनु पर्यो, कन्फिडेन्स हुनु पर्यो कि म यो काम गर्न सक्छु, आई क्यान डु दिस। हैन जबसम्म तपाईहरुलाई आउँदैन यु क्यान डु एन्ड यु कान्ट डु एनिथिङ हजुरले केही पनि गर्न सक्नुहुन्न। बुझ्नुभयो कि भएन। जबसम्म तपाईको उसमा कन्फिडेन्स सो इन यो इज एन्ड एभ्री पर्सन प्रत्येक मान्छेको मनमा के हुनु पर्यो भने आफूमा कन्फिडेन्स हुनु पर्यो कि म यो गर्न सक्छु भनेर। सो आई रिक्वेस्ट एभ्रीवन टु बी ए कन्फिडेन्स एन्ड कन्फिडेबल। हैन यदि हजुरहरूलाई मेरो यो मैले भनेको अथवा मैले जुन यो तपाईहरुको लागि बच्चाहरुको लागि मैले चाहिँ के गरेको छ भने केही टिप्सहरु लेखिदिएको छन् कि हामीले कसरी आफ्नो सिलेबसलाई कसरी रिकभर गर्ने भनेर हो कि हैन। र हामीले यहाँ चाहिँ केही 5 वटा टिप्सहरु रहेको छन् जुन चाहिँ तपाईहरुले फलो गर्नुभयो भने तपाईहरु एक्जाममा पास हुन सक्नुहुन्छ। अथवा तपाईहरुको लागि म चाहिँ के भन्न चाहन्छु भने आफूमा कन्फिडेन्स राख्नुस् के। बुझ्नुभयो कि भएन। अनि आजकलका बच्चाहरु के छन् थाहा छ कि छैन हजुरलाई दे आर युजिङ मोर अमाउन्ट अफ युजिङ फोन हो कि हैन। आजकलका बच्चाहरु के गर्छ भने धेरै मात्रामा तिनीहरु चाहिँ फोन चलाउन लागेका छन् हो कि हैन। सो आई रिक्वेस्ट इज एन एभ्री पर्सन वाइ जबसम्म तपाईहरुको एक्जाम सकिँदैन जबसम्म तपाईहरुले एक्जाम नसकुन्जेलसम्म तपाईहरुले चाहिँ के गर्नुस् भने आफ्नो फोनलाई केही समयको लागि मात्रै दिनुस्। यु ह्याभ टु मेक अन ए शेड्युल। जबसम्म तपाईहरुले कुनै पनि काम गर्दाखेरि होस् या कुनै काम गर्दाखेरि होस् अथवा पढ्दाखेरि होस् जबसम्म तपाईहरुले शेड्युल बनाउनुहुन्न आफ्नो लागि तबसम्म हजुरले केही पनि गर्न सक्नुहुन्न। बुझ्नुभयो कि भएन। सो म हजुरलाई के भन्न चाहन्छु भने हजुरहरु फोन चलाउनुस् नचलाउनुस् भनेर म कहिले पनि भन्दैन। हजुरले फोन चलाउनुस् तर हजुरले के बनाउनु पर्यो आफ्नो शेड्युल बनाउनु पर्यो, फिक्स टाइम बनाउनु पर्यो हो कि हैन। जबसम्म मान्छेहरुले आफूमा केही म यो गर्न सक्छु केही पनि मान्छे गर्न सक्दैन। बुझ्नुभयो कि भएन। अब हजुरलाई थाहा होला हो कि हैन। सो आई होप यु अन्डरस्ट्यान्ड दिस वेली। मलाई लाग्छ तपाईहरुले यो राम्ररी बुझ्नुभयो होला कि हामीले कसरी आफ्नो च्याप्टरलाई कसरी हामीले रिकभर गर्न सक्छौं भनेर हजुरले यो पोइन्ट्सद्वारा अथवा यो मैले हजुरले भनेको यो 5 टिप्सद्वारा हजुरले चाहिँ यसरी रिकभर गर्न सक्नुहुन्छ। त म हजुरलाई फेरि रिपिट गर्न चाहन्छु हाम्रो टिप्स नम्बर 1 मा चाहिँ के भनेको छ भने स्टडी लेस बट इफेक्टिभ। थोरै पढ्ने तर हामीले के पढ्ने लङ टर्म्समा के गर्नु पर्यो चाहिँ माइन्ड सेटअप हुनु पर्यो हो कि हैन। त हामीले यहाँ के भनेको छ थोरै पढ्ने तर त्यो हाम्रो के हुनु पर्यो इफेक्टिभ हुनु पर्यो हो कि हैन। अब त्यसैगरी पोइन्ट 2 मा के भनेको छ मार्क इम्पोर्टेन्ट वर्ड्स और सेन्टेन्सेस। अब हजुरले पढ्दै रोक्नुभयो कतै त तपाईले के गर्न सक्नुहुन्छ टेस्ट ठाउँमा तपाईले के गर्न सक्नुहुन्छ भने मार्किङ गर्न सक्नुहुन्छ हो कि हैन। अथवा पेन्सिलले होस् पेनले होस् अथवा पेन लेजरले पनि होस् हजुरले के गर्न सक्नुहुन्छ मार्क गर्न सक्नुहुन्छ। त जब हजुरले मार्क गर्न सक्नुहुन्छ मार्क गरेपछि हाम्रो के हुन्छ भने तपाईहरुले स्याट्टै सम्झ्नुहुन्छ कि हाम्रो यसमा त मैले यसमा त यसरी गर्नुपर्छ हो कि हैन। हामीले यसको यो अर्थको मिनिङ यो रहेको छ भने हजुरले के हुन्छ मनमा झ्याट्टै आउँछ हो कि हैन। अब त्यसैगरी पोइन्ट नम्बर 3 मा के भनेको छ भने मेक अ डेडलाइन। जबसम्म तपाईहरुले एउटा डेडलाइन बनाउनु तबसम्म केही पनि गर्न सक्नुहुन्न। बुझ्नुभयो कि भएन। जस्तै तपाईहरुले एउटा के थट राख्नुभयो भने अथवा के हजुरले सोच्नुभयो भने कि अब आउने वर्ष हो कि हैन त
त कोही बच्चाहरू के सोच्छन् भने नयाँ वर्ष आउँदैछ, म त अब नयाँ वर्षदेखि दिन रात पढ्दै गर्ने हुन्छु, तर तिनीहरू के लङ टर्मसमा हुन्छ, हुँदैन। र त्यसरी तपाईँहरूले म के भन्छु भने आफ्नो डेडलाइन कहिलेसम्म बनाउनु छ, सर्ट टर्मको लागि मात्रै बनाउनुहोस् के, बुझ्नुभयो कि भएन। जस्तै एउटा मान्छेले फर इक्जाम्पल लाइक एउटा राम थियो, एउटा श्याम थियो होइन। त श्यामले चाहिँ के भनेको रहेछ भने म अबदेखि समोसा 1 वर्षवाला के हुन्छ खानेवाला छैन हो कि होइन। तर श्यामले चाहिँ के भन्छ भने म त्यसरी म त कहिले पनि भन्दैन भन्छ श्यामले चाहिँ होइन। त्यसले चाहिँ के भन्छ भने म यो समोसा चाहिँ म यो जो राम र श्याम त्यो के गर्थ्यो भने डेली समोसा खान्थ्यो, बुझ्नुभयो कि भएन। तर रामले चाहिँ के भनेको रहेछ, म त यो 1 वर्षसम्म समोसा खाँदैन भन्छ हो किन। तर श्यामले चाहिँ के भन्छ, म त यो 1 महिनासम्म म चाहिँ खाँदैन, खाना खान्छु तर के त्यसले चाहिँ म चाहिँ ठिक्क मात्रै खान्छु, सेड्युल बनाउँछु, अथवा 7 दिनपछि एउटा मात्रै खान्छु, अथवा 7 दिन म 2टा खान्छु। के गर्छु भने सर्ट टर्मले के बनाउँछ भने सेड्युल बनाउँछ होइन। र तपाईँहरूलाई म के भन्छु भने मेक अ डेडलाइन, र हजुरले के भन्नु, एउटा डेडलाइन बनाउने, र त्यो हाम्रो के हुनु पर्यो, सर्ट टर्म हुनु पर्यो हो कि होइन। कि तपाईँहरूले के गर्न सक्नुहुन्छ भने म जस्तै 1 देखि 2 आवरसम्म पढ्छु, म तपाईँले के बनाउनु पर्यो, सर्ट टर्म सेड्युल बनाउनु पर्यो, बुझ्नुभयो कि भएन। अब त्यसै गरी हाम्रो पोइन्ट नम्बर 4 मा के भनेको छ भने डोन्ट वेस्ट टाइम अन मेकिङ नोट्स। तपाईँहरूले आफ्नो नोट बनाउनेमा के गर्नुहोस्, धेरै समय खेर नफाल्नुहोस् हो कि होइन। नोट बनाउनुहोस् तर तपाईँ के गर्नुहोस् भने तपाईँहरूलाई सिर्फ आफू बुझ्ने खाले मात्रै बनाउनुहोस् क्या, आफू बुझ्ने खाले मात्रै बनाउने के, बुझ्नुभयो कि भएन। तपाईँहरूले म के भन्छु भने नोट त बनाउनुहोस् कि, नोट बनाउनु नबनाउनु म कहिले पनि भनेन क्या। नोट बनाउनुहोस् तर तपाईँले के गर्नुहोस् भने आफूले बुझ्ने खाले मात्रै बनाउनु पर्यो क्या। जस्तै हजुर के देख्न सक्नुहुन्छ हो किन, जस्तै हजुर कुरा भन्छु, एउटा राम भन्ने मान्छे एउटा श्याम भन्ने मान्छे थियो हो किन। त्यसमा चाहिँ के गर्छ भने राम चाहिँ के गर्छ भने आफ्नो नोट कपीलाई डेकोरेट गर्थ्यो कि, त्यो चाहिँ यसरी बुट्टेदार बनाउँथ्यो हो किन, डेकोरेट गर्थ्यो। तर श्याम भन्ने मान्छे चाहिँ के गर्छ भने ऊ सिर्फ आफूले बुझ्ने खाले मात्रै त्यो नोट बनाउँछ, नोट लेख्थ्यो, इम्पोर्टेन्ट क्वेसन मात्रै लेख्थ्यो कि, बुझ्नुभयो कि भएन। यसमा चाहिँ डिफ्रेन्स के आउँछ भने हजुरहरू नोट बनाउनुहोस् तर हजुरलाई म जहिले पनि के भन्ने गर्छु, आफूले बुझ्ने खाले मात्रै बनाउनु पर्यो हो कि होइन। तपाईँहरूमा यसमा के हुन्छ भने धेरै मात्रामा बच्चाहरू के गर्छन्, नोट त चिट्ट च्याट्ट बनाएको हुन्छन् हो कि होइन। तर त्यसमा चाहिँ के हुन्छ भने दिस इज फर वान इयर, जो चाहिँ बच्चाहरू के हुन्छन् भने अलिकति बढी उत्साहित हुन्छन् पढ्नेमा चाहिँ, तिनीहरूले चाहिँ के गर्छन् भने आफूले बुझ्ने खाले मात्रै के गर्छन् भने नोट बनाउने गर्छन् हो कि होइन। अब त्यसै गरी लास्टमा के छ भने हाम्रो पोइन्ट नम्बर 5 मा चाहिँ सेल्फ कन्फिडेन्स। आफूमा सबभन्दा पहिला आफूमा त के हुनु पर्यो कि म यो काम गर्न सक्छु, मैले 80देखि 80 समयमा के गर्छु यो कामले कम्प्लिट गर्न सक्छु भने जबसम्म तपाईँहरूकोमा आफ्नो सेल्फ कन्फिडेन्स आउँदैन तबसम्म तपाईँहरूले केही पनि गर्न सक्नुहुन्छ। सो द सेल्फ कन्फिडेन्स इज भेरी इम्पोर्टेन्ट फर आवर एभ्री पर्सन, फर इच एन्ड एभ्री ह्युमन बिङ। त्यसले म के भन्छु भने सेल्फ कन्फिडेन्स चाहिँ हाम्रो के छ, सबैको लागि हाम्रो के रहेको छ, त्यो चाहिँ धेरै इम्पोर्टेन्ट रहेको छ हो कि होइन। त्यसैले सेल्फ कन्फिडेन्स हाम्रो के छ, धेरैभन्दा धेरै महत्त्वपूर्ण रहेको छ हो कि होइन। अनि वान थिङ हजुरहरूले थाहा नै होला हो कि होइन कि हाम्रो युट्युब च्यानलको नाम चाहिँ के रहेको छ भने आजकल मैले युट्युब च्यानलको नाम चाहिँ के रहेको छ भने दर्शन CHY00 दर्शन CHY00 गर्नुभयो भने तपाईँले मेरो उसमा चाहिँ के हुन्छ भने तपाईँहरूले नजानेको कुराहरू यसमा चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ। जस्तै हाम्रो के हुन्छ, मैले तपाईँहरूलाई यसमा चाहिँ भिडियो हाल्ने भनेको के हो भने एउटा चाहिँ म्याथको रहेको छ अनि इङ्ग्लिसको रहेछ, बुझ्नुभयो कि भएन। अनि वान थिङ एउटा कुरा चाहिँ कि म हजुरलाई के भन्न चाहन्छु भने हाम्रो जेठको पहिलो हप्तादेखि हाम्रो के छ भने क्लास अथवा ट्युसन क्लास पनि छ, बुझ्नुभयो कि भएन। फर वान लियर इङ्ग्लिस एन्ड फर वान लियर म्याथ। इङ्ग्लिसमा हाम्रो के पढाइ हुन्छ भने तपाईँहरूको ग्रामेटिकलहरू कुराहरू हुन्छ, बुझ्नुभयो कि भएन। अब त्यसै गरी म्याथमा हाम्रो के हुन्छ, रिभिजन हुन्छ हो कि होइन। त्यसमा हाम्रो के भन्छ, यसमा चाहिँ हाम्रो के हुन्छ भने ट्युसन क्लास चालु छ। इफ एनी वान इन्ट्रेस्टेड देन यु क्यान जोइन और यु क्यान कन्ट्याक्ट विथ मी हो कि, बुझ्नुभयो कि भएन। तपाईँहरूले इच्छुक हुनुहुन्छ भने तपाईँहरूले मसँग सम्पर्क गर्न सक्नुहुन्छ। अनि तपाईँहरूले म चाहिँ के भन्न चाहन्छु भने यदि तपाईँहरूले युट्युब बनाइ हुनुहुन्छ भने तपाईँहरूमा के भन्न चाहन्छु,
I request you to subscribe my channel to getting a new notification or getting a new update. Okay, होइन. By saying this, I would like to stop my saying by saying goodbye, bye bye everyone. See you soon later with your good conditions and with your happiness life. Thank you.